Hello and namaste. Welcome back to GS Vlog once again. आज हामी बुधबार स्पेशल डे हैन, मेरो छुट्टीको दिन अनि भाइको चाहिँ छुट्टी चेन्ज भयो। अब त्यही पनि हामी चाहिँ आज भाइको थोरै छिटो आएको भएर चाहिँ सानो सर्ट पिकनिक गरौँ भनेर घरमा बनाएको खानालाई यसो बाहिर गएर खाने भनेर चाहिँ हामी निस्किसकेका छौँ। अब डेस्टिनेसन चाहिँ हाम्रो नाइट पिकनिक जस्तो हुँदैछ है। दिउँसभरि बनायो, अब रातभरि खाने हो। भोलि बिहान 6 बजे ड्युटी छ। अब देखा जाएगा हैन, ड्युटी त भइहाल्छ नि। ओके, मेरो भाइ के छ भन्न? ड्युटी भइहाल्छ दाइ। अब आज सो संजोग भयो अनि अब आज चिल गर्नु पऱ्यो। अनि भिडियो पनि नहालेको धेरै भयो थियो नि हो नि। अनि चाहिँ यसो मनलाई बुझेर हो नि, हामीले चाहिँ यसो केही भिडियो हालौँ न त भनेर चाहिँ आज दाजुभाइ र म यसो अब भिडियो बनाउँदै छौँ ल। केही अब अनि भिडियो चाहिँ अब अहिले यतातिर चाहिँ गर्मी सुरु भइसक्यो र अनि बाहिर जाने माहौल चाहिँ त्यति साह्रो छैन हैन। त्यही भएर अब गर्मीमा एकदम गर्मी के ओहो भट्टीमा छिरे जस्तो हुन्छ बाहिर निस्किँदाखेरि। त्यही भएर बाहिर जाने माहौल नभएको कारणले गर्दाखेरि चाहिँ हाम्रो लङ भिडियोहरू चाहिँ आउन पाएको छैन, तर सर्ट भिडियोहरू चाहिँ युट्युबमा आइरहेको छ। लाइक गर्दै गर्नुहोस्, कमेन्ट गर्दै गर्नुहोस्, सब्सक्राइब त गरिहाल्नुहुन्छ, थाहा नै छ हैन। ओके, मेरो भाइ हो नि, अनि यतिको स्माइल त आउनै पर्दैन। चाहिँ अनि दही भ्याइयो यसो पसलतिर दही लिन हिँडेको। ओके, फाइनली हाम्रो आजको डिस, हाम्रो सर्ट पिकनिक हैन, लाइट पिकनिक। यो अन्धकार ठाउँमा हामी दाजु भाइ हैन आज थोरै रमाइलो सर्ट पिकनिक गरौँ भनेर चाहिँ हामी आइसकेका छौँ यो यति रमाइलो ठाउँमा। ओके, फाइनल्ली हाम्रो अब नाइट पिकनिक हैन, सर्ट पिकनिक स्टार्ट भइसकेको छ। म चाहिँ अलि कालो आएँ, भाइ धेरै गोरो आयो हैन। त्यसमा चाहिँ अब हामी पनि गोरै हो, यो अँधेरोले गर्दा थोरै कालो मात्रै भएको हैन। ठिकै छ, अब हामीले सुरुवात चाहिँ गर्नुपर्छ है। रोटी है बाबा, रोटी पनि छोइ नसक्नु छ नि त। अब हाम्रो इन्ग्रिडियन्ट्सहरू के छ आज? पासेको साग हैन, अनि यो के भन्छ हो यसलाई, बन्दाको अचार, अनि फ्रेन्च फ्राई, योगर्ट लास्टमा, अनि त्यो के भन्छ हो शीतन, लास्टको शीतन के भन्छ त्यसलाई? भन्छ डेजर्ट। ओके, डेजर्टमा भेनिला आइसक्रिम अनि स्ट्रबेरी आइसक्रिम, साथमा हाम्रो छ चपाती खान पर्यो नि। वाउ, साग है, छोइन सक्नुहुन्छ क्या?
यहाँ त हप्तै दिन मासु तेरिका वाक्कादिका प्याक्क भयो थियो यो साग पार्न आएको धेरै भन्थ्यो यो साग खायो वाउ सबै जो भयो त अचार भगवानै भन्यो अचार त कसो हात भन न भाइ भन्यो भाइको हात बसेको जे पनि हुन्छ क्या अनि टमाटर मिक्स गरेर टमाटर हालेको बवाल फाइदा भयो नि वाउ सरर Okay. Keep watching. सँगै तिमीलाई देखेर